खाली खुट्टा यत्रो भारी छ। मान्छेलाई खुसी आधुनिकताले उसले दिने होइन। खुसी भनेको मान्छेलाई आफ्नो काम राम्ररी गरेर अरूको लागि समर्पित भएपछि दिँदो। र मैले चाहिँ थुप्रै खुसीहरू बटुल्न पाएँ, यो सम्मान पनि पाएँ। आज मेरो जेठाजु यहाँ भए, उहाँ चाहिँ ग्रेमा भन्छन् नि, किनभनेदेखि उहाँले कल्पना नगरे, उहाँले कल्पना। आज चाहिँ मलाई पनि यो जुट्यो। यो जुट्दाखेरि एउटा कसरी समय परिवर्तन हो र हामी त्यो समय त के लिने के छोड्ने, बडा जुरुकले के छोड्ने होइन। आधुनिकताले ल्याएको हजुरहरूलाई त्यति अनुरोध गर्छु। अब यो खोड सभा चाहिँ हामीले पहिले कोही आएर ठुलो कार्यक्रम गर्ने होइन, यसपालि त्यस्तो पर्यो।